आस्था, विश्वास र एकताको प्रतीक भगवान श्री गणेशको पवित्र मन्दिर धल्म दाजुभाइ सङ्घको पहलमा यो महान कार्य अहिले निर्माणको यात्रामा छ। हरेक इँटामा जोडिएको छ तपाईहरू जस्तै उदार मनका दाताहरूको माया र आशीर्वाद। अहिलेसम्म सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ। हाम्रा मनकारी सहयोगी दाताहरू उहाँ हुनुहुन्छ विष्णु सारो मङ्गजू, उहाँले रु 50,000 सहयोग गर्नुभएको छ। उहाँ हुनुहुन्छ समाजसेवी अमन मङ्गजू, उहाँले 60 बडा सिमेन्टको सहयोग गर्नुभएको छ। उहाँ हुनुहुन्छ कृष्ण छेत्री, जो हाम्रो दलमगारो बस्तीका उत्कृष्ट विद्यालयमध्ये पढ्नुभएको त्रिवेणी स्कुलका डाइरेक्टर र उहाँको स्कुल र उहाँप्रति हामी हमेसा कृतज्ञ रहनेछौँ। उहाँ हुनुहुन्छ समाजसेवी विकास मोक्तानज्यू, उहाँले 5,001 रुपियाँ सहयोग गर्नुभएको छ। उहाँ हुनुहुन्छ कविता छेत्रीज्यू, उहाँले मन्दिरका लागि 5,000 रुपियाँ सहयोग गर्नुभएको छ। उहाँ हुनुहुन्छ सपना छेत्री, जो हामी रूपा भनेर पनि चिन्छौँ, उहाँले 5,000 रुपियाँ मन्दिर निर्माणका लागि सहयोग गर्नुभएको छ। उहाँ हुनुहुन्छ प्रकाश छेत्रीज्यू, उहाँले पनि मन्दिर निर्माणका लागि 5,000 रुपियाँ सहयोग गर्नुभएको छ। दलमगारो बस्ती ब्लक नम्बर 2 मा अवस्थित जलेश्वर महादेव मन्दिरको तर्फबाट हामीलाई नगद 5,000 सहयोग प्राप्त भएको छ। उहाँ हुनुहुन्छ बिरपडा जिपी2 पञ्चायत समितिका मेम्बर सन्तोष विश्वकर्मज्यू, उहाँले पनि हामीलाई 5,000 रुपियाँ सहयोग गर्नुभएको छ। उहाँ हुनुहुन्छ हरि भट्टराईज्यू, उहाँले पनि हामीलाई मन्दिर निर्माणका लागि नगद रु 5,000 सहयोग गर्नुभएको छ। उहाँ हुनुहुन्छ कमल छेत्रीज्यू, उहाँले पनि नगद रु 3,000 सहयोग गर्नुभएको छ। उहाँ हुनुहुन्छ खोकान्दा ज्योतिश्वरका फोटो प्राप्त नभएको जानकारी गराउँदै उहाँले पनि 3,000 रुपियाँ सहयोग गर्नुभएको छ। उहाँ हुनुहुन्छ समाजसेवी सगन थापाज्यू, दलमगारो बस्ती ब्लक नम्बर 2 मा अवस्थित सेन्ट थोमस स्कुलका डाइरेक्टर पनि हुनुहुन्छ, उहाँले पनि 2,000 रुपियाँ सहयोग गर्नुभएको छ। उहाँ हुनुहुन्छ अर्जुन शर्माज्यू, उहाँले पनि मन्दिर निर्माणका लागि 2,000 रुपियाँ नगद सहयोग गर्नुभएको छ। उहाँ हुनुहुन्छ बिरपाडाका हरि जिन्दालज्यू, उहाँको पनि फोटो प्राप्त नभएको जानकारी गराउँदै उहाँले पनि 2,000 रुपियाँ सहयोग गर्नुभएको छ। र हाम्रो सम्पूर्ण सदस्यहरूबाट पनि नगद रु 33,000 रुपियाँ सङ्कलन गर्न सफल भएका छौँ। यस सूचीका सहयोगी दाताहरू सन्तोष भट्टराई दलमगारो बस्ती 1 नम्बर 1500, डम्बर कुमारी भट्टराई दलमगारो बस्ती 1 नम्बर 1000, खड्कबहादुर बस्ने दलमगारो बस्ती 1 नम्बर 1000, साइला रोकाबा दलमगारो बस्ती 1 नम्बर 1000, राजेन्द्र बिरपाडादेखि 1000, शुभम छेत्री जो हाम्रो मेम्बर पनि हुन्छ उहाँबाट 1000, कुमार कार्की सिङ्गानेदेखि 510 रुपियाँ, मुना छेत्री केलाबारीदेखि 501 रुपियाँ, मन्जु छेत्री दलमगारो बस्ती 1 नम्बरदेखि 500 रुपियाँ र अन्तिममा सुनिल शाह बिरपाडाबाट 500 रुपियाँ। तर यो यात्रा अझै अपूर्ण छ। मन्दिरलाई पूर्णता दिन हामीलाई अझ धेरै सहयोगको आवश्यकता छ। धेरै सङ्घ संस्थाहरूलाई सहयोग गरेका थियौँ। आज हामीलाई उहाँहरूको साथको आवश्यकता परेको छ, तर अपेक्षा अनुसार साथ पाउन सकेको छैनौँ। तर पनि हाम्रो विश्वास टुटेको छैन, किनकि हामी विश्वास गर्छौँ एकता र भाइचारामा हामी सबै मिलेर यो पुण्य कार्यलाई सफल बनाउन। यसैले हामी तपाईँ सम्पूर्ण श्रद्धालु मनहरूमा विनम्र अपिल गर्दछौँ, तपाईँहरूको सानो सहयोग पनि भगवान श्री गणेशको नाममा ठुलो योगदान बन्न सक्छ। आउनुहोस्, हातेमालो गरौँ र यो पवित्र मन्दिर निर्माणलाई सफल बनाऊ। अन्त्यमा धल्म दाजुभाइ सङ्घ सम्पूर्ण सहयोगी दाताहरूलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दछ। जय गणेशाय नमो।